मेरो घर यहाँदेखि अलिक तलै हो। हजुर एक त यो यहाँको पानी जो जाँदैछ त्यो पानीको त्यो फोर्सले गर्दाखेरि मेरो घरमा कुनै आवाज आउँदैन, त्यो बोलाएको पनि सुन्दैन। हजुर सायद मैले त्यो घटना मैले यहाँ हुँदाखेरि सायद मैले सुनिनँ होला। तर मेरो छोरा पनि यो स्कुल पढ्छ, छोराले पछि भन्दाखेरि चाहिँ यस्तो यस्तो भयो भनेर चाहिँ मलाई भने, जानकारी गराए है विशेष गरी। अन्त यहाँबाट गाडीमा हालेर नानीलाई लगिसकेछ होइन, लगिसकेछ। त्यहाँदेखि भोलिपल्ट चाहिँ नानी डेड भयो भनेर चाहिँ मैले पनि खबर सुन्नु आयो। त्यहाँदेखि फेरि भोलिपल्ट हामी घर गयौँ। त्यति चाहिँ हो त्यो घटना चाहिँ। अच्छा, तपाईँ एउटा यो गाउँको है, तपाईँलाई हुन्छ नि अब यो स्कुल कति पढाइ छ, कस्तो प्रकारले चलेको थियो, यहाँको म्यानेजमेन्ट हुन्छ नि, यहाँको एमसी कस्तो प्रकारले चल्दै थियो, यहाँको कमिटीले कस्तो प्रकारले चलाउँदै थियो, यहाँको सरहरूको कस्तो देन थियो, एउटा यस प्रकारको पनि एउटा नाम चलेको हुन्छ नि स्कुलमा। यो तपाईँहरूको के छ यसमा भने? यस्तो छ, विशेष गरी अब जुन हाम्रो यहाँ माथि ठुलो घर देख्नु भएको छ, ठुलो घर उदयमानको नामको स्कुल हो। उहाँले एउटा ठुलो सोच राखेर है, ठुलो सोच राखेर यहाँको नानीहरू पनि शिक्षा आर्जन गर्नु पाउनुपर्छ, यहाँको नानीहरू पनि अनपढ हुनु हुँदैन भन्ने हिसाबले उहाँले दुईवटा उदय प्राइमेरी स्कुल र उदय हाई सेकेन्डरी स्कुलको उहाँले यहाँ स्थापित गरेर जानुभयो। र अब बिस्तारै बिस्तारै यहाँ स्कुलमा पढ्ने शिक्षा आर्जन गर्ने थुप्रै मान्छेहरू ठुल्ठुलो औदामा पनि छन्, ठुल्ठुलो औदाबाट रिटायर पनि भएको छन् है। पढाइ एकदमै राम्रो थियो। म पनि यो स्कुलकै एउटा स्टुडेन्ट भूतपूर्वक। त्यति बेला हाम्रो यहाँ चारवटा लाइन लाग्थ्यो माथिदेखि एसेम्ब्लीमा यहाँसम्म पुग्थ्यो। बिस्तारै 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 अहिले स्कुलको कतिवटा कुरो स्कुलको धेरै कमजोरीले गर्दाखेरि चाहिँ अब स्कुलमा अहिले स्टुडेन्टको पनि कमी हुँदै गएको छ। कति जस्तो विशेष गरी स्टुडेन्टले हाम्रो कति जस्तो अहिले खुबै भनौँ भने अहिले स्कुलको त्यो त जनसङ्ख्या धेरै नि 80 to 85 छ भन्ने चाहिँ अहिले म जानकारी हामी पढ्दाखेरि त त्यति बेला त 800-900 जना स्टुडेन्ट हुन्थ्यो। त्यति बेला त खचाखच हुन्थ्यो क्लासरुममा। अहिले त त्यस्तो छैन। अब भनौँ भने अब जिम्लाङको थुप्रै टिचरहरू छ यहाँ है, थुप्रै टिचरहरू हाम्रो सराउन्डिङको पनि थुप्रै टिचरहरू हुन्छ यहाँ। र अहिले यहाँ जिम्लाङकै स्टुडेन्टहरू पनि यी गेल स्कुलको टाइसुट लाएर जान्छ माथि गेल स्कुलमा शिक्षा आर्जन गर्नु। तर यहाँको टिचरहरूलाई लाज लाग्नुपर्ने हो, शरम लाग्नुपर्ने हो। यहाँको स्टुडेन्टहरूलाई चाहिँ गेल जानु त शरमको कुरो हो नि त। किन जाँदैछ त्यो त टिचरले सोच्नुपर्ने हो नि त। मेरो क्षेत्रको नानीहरू चाहिँ गेल तक्दा किन जाँदैछ यो सोच्नुपर्ने कुरो हो। यो हाम्रो एउटा धरोहर हो, जिम्लाङवासीको धरोहर हो। यो हाम्रो स्कुललाई बचाउनु प्रत्येक हाम्रो जिम्लाङको दायित्व हो। र यसको लागि सबै हामी जिम्लाङको वासी नै एक भएर अगाडि आउनुपर्छ भन्ने चाहिँ मेरो। यो मिडियामा यहाँको नानीहरू चाहिँ यहाँ नपढेर माथि गेल भन्ने स्कुलमा चाहिँ गेलतिर जान्छ, तक्दा जान्छ, बजार पढाइ राम्रो भएको कि सिस्टम सायद त्यही हुनसक्छ। अब त्यही हुनसक्छ। अब स्कुलको कतिवटा कमजोरीले गर्दा त नानीहरू विशेष गरी के छ भने अब यस्तो हुन्छ है, सर्वप्रथम त टिचरको जो नानीहरू हुन्छ नि, नानीहरू बाहिर पढाइन्छ, बाहिर लगेर जान्छ। अब कुनै टिचरको नानीहरू यहाँ पढ्दैन त अन्त कसरी स्कुल राम्रो भएर जान्छ लु भन्नुहोस् है। एउटा टिचरको नानी स्कुलमा पढ्यो भने अब त्यो टिचर अलरेडी राम्रो हुन्छ। टिचरको नानी चाहिँ अब प्राइभेट स्कुलमा पढ्छ टिचरको नानीहरू प्रायः सबैको। तर सरकारी नोकरी चाहिँ प्राइभेट होइन सरकारी खोज्छ। यो चाहिँ हाम्रो पहाडको नै ठुलो दुर्भाग्यको कुरा लाग्छ। यो कुरा त भइगयो। र विशेष गरेर जो पीडित हुनुहुन्छ अहिले है, जसले जस्टिसको लागि यसरी न्याय मागिरहनु भएको छ, आज 22 दिन भयो हामीले न्याय पाएनौँ भनेर यसरी मिडियामा पाउनु भएको छ, यसमा तपाईँको के राय छ? अब विशेष गरी त्यो जुन दिन 5 तारिकको जुन घटना घटे है, त्यो कता काहीँ न काहीँ मलाई लाग्छ काहीँ न काहीँ लापरवाह भएको जस्तो लाग्यो मलाई। किन स्कुलको त एउटा नियम हुन्छ नि त। यो यति बजीदेखि यति बजीसम्म स्कुल बन्द, यति बजीतिर स्कुल आवर यति हो, यो हुनुपर्ने हो। स्कुलको सायद रेजिस्टर तपाईँहरूले हेर्नु भयो भने स्कुलको हुन्छ नि त डेलीको होइन, डेलीको टाइम रुटिन हुन्छ नि त। यति बजी स्कुल खोलिन्छ, यति बजी बन्द हुनुपर्ने। तर यो जुन घटना भयो टिचर डेको दिन, त्यो अघिल्लो दिन पनि मैले सुन्नुमा आयो, थुप्रै साथी गाउँले भन्यो यहाँ हल्ला भयो अरे, राति बस्दाखेरि हल्ला भयो अरे राति। टिचर डे भोलि आज जस्तो रातिमा हल्ला भयो अरे ठुलो जोडको। तर यहाँ कतिजनाले टिचरहरूलाई फोन गरेर चाहिँ त्यो हल्ला शान्त भयो कति दिनमा। मेरो त घर तल हो, सुन्दैन। र पनि अब भोलिपल्ट जुन घटना घट्यो, कमसेकम स्कुलमा यति बजीदेखि टिचर डे बनियो, करिब 3, 3:30 हार्डली
भनेपछि 3:30 बजी त गेट बन्द हुनुपर्ने हो नि त, हो कि होइन? स्कुलको नियमअनुसार गेट बन्द हुन्छ। गेट बन्द भएपछि चाबी गइसकेपछि स्कुल स्टुडेन्ट आफ्नो आफ्नो घर जानु पर्यो। अब त्यो नभएर अब यहाँको प्रिन्सिपल साहबले होइन, प्रिन्सिपल सरले नै अब उहाँले त्यो चाबी कुन आधारमा कसलाई दिनुभयो? त्यो चाबी चाहिँ चाबी दियो भने चौकीदारलाई दिनु पर्यो, चौकीदारले पनि ताला लगाएर जानु पर्यो, स्कुल खुल्ला राख्नु भएन। के को छ है तपाईँलाई? अब चाबी स्कुलको चाबी राख्ने अधिकार त स्टुडेन्टको होइन नि त, के को छ है? क्लियर हो कि प्रिन्सिपलको हो कि हेडमास्टरको हुनु पर्यो नि त, दुईटाको दायित्व हुनु पर्यो। अब दुईजनामै छ अब यो कुरो चाहिँ, उहाँहरूको दुईजनाले त्यो चाबी सही छ्यापै राखेर नानीहरूलाई आफ्नो आफ्नो घर जा, टाइम पनि भयो। यो भत्काउनु पर्ने थन्काउनु पर्ने भोलि थन्काउँदा पनि हुन्छ नि त, के भोलि थन्काउँदा पनि हुन्छ नि त्यो। तर त्यही दिन थन्काउनु कारणले गर्दा चाहिँ यो घटना घटेको जस्तो चाहिँ मलाई अनुभव भयो। सँगसँगै र टिचरले अब त्यति बेलुका थन्काउनको गर्नु सुरु भएपछि दुईजना टिचरहरू कसैलाई न कसैलाई चाहिँ दायित्व देखेर तिमी यहाँ राख, तिमी बस, ताकि यो सकिसकेपछि तिमीले यो ताला लगाएर चाहिँ घर जाऊ भन्ने चाहिँ प्रिन्सिपलको वर्ड हुनुपर्ने, त्यो पनि सायद भएन होला। त्यो घटना घट्दाखेरि चाहिँ अहिले जुन घर परिवार पक्ष पीडित पक्षले भन्दाखेरि चाहिँ यहाँ नानी लडिरहेको देख्दाखेरि चाहिँ अब गाउँले अब विशेष गरी के छ भने स्कुलको प्रोग्राम हुन्छ, स्कुलमा प्रायः जस्तो पब्लिकहरू पनि जाँदैन, स्कुलको प्रोग्राममा पब्लिकलाई पनि एलाउ छैन। पहिलाको प्रोग्राममा पहिला टिचर डेहरू हुँदा पब्लिक गाउँको सबले हेर्थ्यो, तर स्कुलमा प्रोग्राम हुँदा अहिले बोलाउँदैन। किन यो घटना अहिलेको मात्रै होइन नि त, यो घटना मात्रै अहिले होइन, विगत वर्ष पनि टिचर डेमा यहाँ टिचरकै घाँटी पक्रापक्री पनि भएको हो, यो टिचर माझ पनि भएको हो। त्यो पनि केयरलेस भएको किन भएको हो जहाँसम्म मलाई लाग्छ। अर्को कुरो के छ भने यहाँ सबभन्दा ठुलो कुरो स्कुलमा जुन म्यानेजिङ कमिटी बनिन्छ त्यो चाहिँ गार्जियन थ्रुबाट हुन्छ, गार्जियन वार्ड हुन्छ। त्यो विदाउट गार्जियन वार्ड छ अहिले यहाँ, उसको म्याथ तुरेको अस्ति नै हो। तर पनि प्रकाश सर अब जुन हाम्रो प्रिन्सिपल हुनुहुन्छ उहाँले के लोभले के लालच राखेको छ त्यो पनि भोलि म्याथ तुरेको छ, त्यो राख्नुपर्ने। अब गार्जियनको वार्ड छ भने पो त्यो स्कुललाई माया गरेर स्कुलमा राम्रो हुन्छ त। अब वार्डै छैन उसको, अब अहिले जुन यहाँ स्कुलको अहिले जुन प्रेसिडेन्ट हुन्छ ऊ कहाँ के को हो, कहाँबाट आएको हो? अब खासमा भन्दा प्रेसिडेन्टसिप त इलेक्टेड मेम्बर हुनुपर्ने कि सभासद हुनुपर्ने कि पञ्चायत प्रधान हुनुपर्ने कि डिआई खुद हुनुपर्ने, तर यहाँ त छैन। यहाँ त अब लथालिङ्गै छ भनौँ भने। तपाईँहरू कुनै दिन आउनुहोस्, आएर स्कुलमा तपाईँहरूले क्वेसन गर्नुहोस्, क्वेसन गर्दाखेरि तपाईँले एक-एकवटा रेजिस्टर निकालेर प्रश्न गर्नुहोस्। यहाँ स्कुलमा धेरै उदाङ्गो हुन्छ भन्ने चाहिँ मेरो तपाईँहरूसँग यो बिन्ती। तपाईँको अलिकति परिचय दिनुहोस्। मेरो नाम बाबुल राई, यहीँ मेरो गाउँ हो, मेरो भूतपूर्व विद्यार्थी हो। थ्याङ्क यू ल, तपाईँलाई धन्यवाद। र यस विषयमा तपाईँहरूको यो हामीले सोध्न जान्छ, यी स्कुल कस्तो प्रकारले तपाईँ एकदम पुरानो भएको नाताले, धेरै अब एजेड होइन, एउटा तपाईँ भनौँ न यहाँको पुरानो मान्छे भएको नाताले कस्तो प्रकारले स्कुल चलिरहेको थियो तपाईँले अलिकति भन्नुहोस्। अब यो स्कुल चलेको विषयमा त म त्यस्तो होइन, कतिको राम्रो नानीहरूले कस्तो पढाइ त बहुत राम्रो स्कुल नाम चलेको स्कुल पहिला, पछि त अब के भयो कसो यो त पहिला चाहिँ तपाईँको पढ्दा चाहिँ राम्रो थियो, एकदमै राम्रो स्कुल। हजुर। तर अहिले चाहिँ मलाई यो तपाईँको यहाँ भनाइ छ बहिनीहरूको, यो नानी जब स्कुल एक्सिडेन्ट भइसकेपछि यहाँ नानी जो भयो डेथ भएको थिएन, त्यति बेला यहाँ तडपिरहेको थियो, मतलब यो रोड यहाँ मतलब पानी आएको दिनमा पानीमा राखिरहेको थियो, फिल्डमा राखिरहेको थियो, तर कसैले पनि उसलाई चाहिँ गरेन, हामी आएर नै गयौँ भनेर फ्यामिलीले भन्नुहुन्छ। यस विषयमा तपाईँले के भन्नु? यसमा चाहिँ अब हामीले यो त 5 तारिकको घटना हो। हजुर। र 5 तारिक त हामीले देख्यौँ पनि सुन्यौँ पनि, 6 तारिक मात्रै चल्छ। यस्तो घटना तपाईँहरूको परिवार कसैलाई भयो भने उसले न्याय पाउन जरुरी छ। यो त घटनामा यो नानीले न्याय चाहिँ पाउनु पर्छ, न्याय पाउनु जसरी पनि न्याय पाउनु पर्यो। तपाईँ के भन्नु? त्यही भन्नु। न्याय एकदम। तपाईँको शुभ नाम? मेरो आरबी। अच्छा, तपाईँहरूको यसमा के छ, उहाँले जो गुनासो गर्नुभयो हामीसँग? सेम न्याय पाउनुपर्छ नानीले, हजुर न्याय पाउनुपर्छ। कति समयमा उहाँले चाहिँ न्याय पाउनु पर्यो? न्याय त हुन्छ तपाईँहरूले अब गर्नुहुँदैछ है, अब यो अब कानुनी तौरले खोज्दै जाँदैछ, उहाँले कहिले रिजल्ट दिनुहुन्छ अब है, किनभने अब तपाईँहरू मिडियाहरू हुनु भएको छ होइन, अब यसको प्रोसेस हुँदै जान्छ नि त अब है, किनभने अब तपाईँहरूले खोज्दै जानुहुन्छ, नानीले चाहिँ अब जस्टिस फर्स्ट त्यही छ, अब तपाईँहरूको पनि त्यही छ भने त्यही छ। र विशेष गरेर हामी यहाँनिर हामी यो रङ्गली ठानामा पनि गयौँ है, र उहाँका जो अहिले यो जो
जो अहिले यो जति पनि घटनाबारे प्रदीपजीले उहाँ गरिरहनु भएको छ है, उहाँसँग पनि भेट्यौँ है, र उहाँले आफ्नो प्रोसेस गरिरहनु भएको छ होइन। र यहाँ अब पीडित परिवारको आज 21-22 दिनसम्म पनि केही भएको छैन, टिचरहरू हिँडिरहनु भएको छ, यहाँ केही हुनुपर्ने उहाँको अब कानुनले केही गरेको छैन भन्ने गुनासो गर्नुभएको छ। यस विषयमा उहाँले जस्टिस पाउनुपर्ने के छ तपाईँको राय चाहिँ? हुनु त यस केसलाई लिएर त हामी अनभिज्ञ छौँ। हजुर न हामीलाई यो 5 तारिक बेलुका राति थाहा भएको कुरो हो। र यहाँ के भयो कसो भयो त्यो त अब हामीलाई थाहा छैन, र कसको दोष थियो कसको दोष छैन त्यो पनि हामीलाई थाहा छैन। तर अब हामी एउटा गाउँलेको तर्फबाट र एउटा गाउँ समाजको तर्फबाट चाहिँ दोषीले अब उसले उयो पाएको हुनुपर्छ सजाय, अनि यिनीहरूले न्याय पाएको हुनुपर्छ। विशेष गरी त के भन्छौँ भने हाम्रो यो पुर्खौलीदेखिको एउटा हाम्रो स्कुल हो, यसमा चाहिँ अब हामीले के सोच्छौँ भने राम्रो मनले हामीले यो स्कुललाई सोच्नुपर्छ, किनभने यो अब हाम्रो स्कुल हो होइन। तर यो स्कुल हामीले सोच्नुपर्छ भन्दा पनि अब यस्तो नि त, यो स्कुलले त केही गरेको छैन, तर जसको दोष छ उसले दोषीले चाहिँ पाएको हुनुपर्छ सजाय, स्कुलले होइन दोषीले सजाय पाएको हुनुपर्छ। र हाम्रो जो चाहिँ यहाँको एउटा नाति 1.5 घन्टा 2 घन्टा ब्लड गएर यहाँनिर ब्लड गएरै मरेको यो नाति, उसले किन यस्तो स्थिति भयो, आइन्दा यस्तो कुरोहरू नहोस् यो स्कुलमा होइन। आज तपाईँहरू एउटा मिडिया हुनु, एउटा मिडियाको तर्फबाट चाहिँ म सबैलाई यो यहाँ हाम्रो स्कुलका टिचरहरूलाई आह्वान गर्न चाहन्छु कि आइन्दा कुनै पनि यस्तो घटनाहरू नहोस्, कि यहाँनिर यस्तो नेग्लिजेन्सी नहोस्। किनभनेदेखि 3 बजी स्कुल हुन्छ, त्यो दिन त अब टिचर डे छ, त्यो कति बजी त्यो के कस्तो भयो त्यो त अब हामीलाई थाहा छैन। तर अब हामी चाहिँ यो भन्न चाहन्छौँ कि स्कुलले केही गरेको छैन, जो स्कुलभित्र जसले यहाँनिर नानीमाथि अन्याय गरेको छ त्यसले सजाय भोगेको हुनुपर्छ, अनि नानीले न्याय पाएको हुनुपर्छ। म यति चाहिँ भन्न चाहन्छु। मेरो नाम घनश्याम प्रधान हो। थ्याङ्क यू।